हाम्रो आइटिटिएम ग्रुपको तर्फबाट मिस्टर प्रधानको तर्फबाट थ्याङ्क यू सो मच गङ्गाजीलाई थ्याङ्क यू सो मच अनि यो एउटा मायाको चिनो आइटिटिएम ग्रुपको तर्फबाट गङ्गाजीलाई थ्याङ्क यू सो मच हजुरको नाम के पो भन्नुभएको थियो देवगिरी सर हुनुहुन्छ साथै लगायत उहाँको टिमको आइटिटिएम टिम होइन जसले चाहिँ टिकटकबाट यो चाहिँ भनौँ न एउटा बन्डिङ भएको टिम हो अनि त्यसले चाहिँ धेरै अगाडिदेखि धेरै राम्रो सहयोगको कामहरू गरिराखेको छ अनि त्यो काममा म पनि सहभागी हुन पाएको छु मलाई एकदमै धेरै खुसी लागेको छ अनि मेरो योगदानलाई कदर गरेर उहाँले यो किसिमको एउटा सम्मान दिनुभएको छ उहाँहरू सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु मलाई सम्मान भन्दा पनि विशेष गरेर जुन किसिमले सोसल साइडमा धेरै विकृतिहरू पनि आउँछ टिकटकै कारणले गर्दा कति मान्छेहरू चाहिँ सुसाइड गर्नुपर्ने अवस्था पनि पुगिरहेको छ तर त्यही टिकटकको थ्रोबाट आज वर्षौँदेखि यति धेरै मान्छेहरूलाई जसलाई चाहिँ एकदम सहयोगको आवश्यकता छ जहाँ चाहिँ साँच्चीकै निडी व्यक्तिहरू हुनुहुन्छ त्यो देखावटी मात्रै होइन कि साँच्चीकै निडी व्यक्तिहरू हुनुहुन्छ त्यस्तो ठाउँमा चाहिँ उहाँहरू थोपा थोपा कलेक्सन गरेर समुद्र बनाएर एउटा सहयोगी भाव लिएर एउटा अभियानै लिएर दौडिराख्नु भएको छ त्यसमा म पनि कनेक्ट हुन पाएको छु म एकदमै धेरै आभार व्यक्त गर्न चाहन्छु र सम्पूर्ण सहयोगी मनहरूलाई सहयोगी हातहरूलाई मैले सबैको नाम लिएर त सक्दिनँ पनि होइन तर सहयोगी भाव आउनु नै ठुलो कुरा हो अनि झन् यसरी कलेक्सन गरेर ठाउँ ठाउँमा पुर्याएर एउटा मिडियाको थ्रोबाट चाहने हो भने यो साटाकछुटुक पनि गर्न सक्नुहुन्थ्यो होला उहाँहरूले तर पारदर्शी होस् ताकि दिने मान्छेलाई पनि हामीले दिएको कुरा चाहिँ सही ठाउँमा पुगेछ है भन्ने फिल होस् भनेर जुन किसिमले उहाँहरूले पारदर्शिताको लागि हामीलाई माध्यम छान्नु भएको छ उहाँहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु साथै यो सहकार्य सधैँभरि लम्बिराखोस् यसरी नै तपाईँहरूको यात्रा चाहिँ अगाडि बढ्दै गइराखोस् म यही भन्न चाहन्छु थ्याङ्क यू सो मच सर थ्याङ्क यू सो मच सबैजनालाई थ्याङ्क यू सो मच हाम्रो आइटिटिएम होइन ग्रुप अथवा घुमन्ते ग्रुप सबैको तर्फबाट हाम्रो तर्फबाट सबै है हजुरलाई चाहिँ दर्शक नमस्ते है थ्याङ्क यू सो मच सिस्टर थ्याङ्क यू हजुरको नाम के भन्नुभयो मेरो चाहिँ सुमित्रा ढकाल हो सर्वप्रथम सबैजनालाई दर्शक नमस्ते हाम्रो म चाहिँ सुमित्रा ढकाल हाम्रो यो चाहिँ हाम्रो आइटिटिएम ग्रुप अनि प्लस हाम्रो घुमन्ते ग्रुपबाट पनि हो यो अनि घुमन्ते ग्रुपको चाहिँ अन्य साथीहरूले पनि हेल्प गरिराख्नु भएको छ उहाँहरूलाई पनि उहाँको ग्रुप मात्र नभएर होइन अरू अन्य साथीहरूले पनि हेल्प गरिराख्नु भएको छ भन्ने हुन्थ्यो उहाँले होइन उहाँहरू पनि सबैजना बाहिरै हुनुहुन्छ उहाँहरूको बाहिर हुनुको कारणले गर्दाखेरि चाहिँ उहाँ आउनु सक्नु भएन हाम्रो पनि हाम्रो चाहिँ यहाँनिर साथीहरू भएर हामी आएको छौँ उहाँको पनि ग्रुपबाट पनि आउनु भएको छ ओके ठिक छ आउनु भएको छ अनि हामीले चाहिँ हाम्रो आइटिटिएम ग्रुपबाट चाहिँ 3,05,101 रुपियाँ उहाँलाई हस्तान्तरण गरिराखेका छौँ र हाम्रो प्लस हाम्रो घुमन्ते ग्रुप होइन बाट चाहिँ हाम्रो चाहिँ 1,24,000 सोसल साइटसँग कनेक्टेड त हुनु नै पर्छ सोसल साइटकै कारणले गर्दा धेरैजना मान्छे आपतमा परेको विपदमा परेको इभन सुसाइड गर्नसम्म बाध्य भएको घटनाहरू पनि तपाईँ हाम्रो समाजमा छरपष्ट छ तर सोसल साइटकै थ्रोबाट यति राम्रो राम्रो उदाहरणीय कामहरू गर्न सकिन्छ है भन्ने उदाहरण पनि तपाईँहरूलाई हामीले पटक पटक अगाडि राखिरहेका छौँ यो भिडियोहरू किन मैले यसरी सम्प्रेषण गरिरहेको छौँ भने एउटा सोसल साइटकै थ्रोबाट पनि हामी युनिट भयौँ एकजुट भयौँ र हामीमा सहयोगी भाव आयो भनेदेखि साँच्चीकै दुःख परेको ठाउँमा अनि पीडा परेको ठाउँमा चाहिँ हामी मलम लिएर पुग्न सक्छौँ है भन्ने एउटा उदाहरण तपाईँहरू माझमा राख्दाखेरि सोसल साइटलाई पोजिटिभली चलाउनु पर्दो रहेछ भन्ने एउटा सन्देश जाओस् भन्ने पनि हो र अर्को उहाँहरूले गर्नुभएको जुन यो उदाहरणीय काम छ उहाँले त्यसलाई इन्टरटेनको साइडबाट मात्रै पनि चलाउन सक्नुहुन्थ्यो अथवा मिसयुज पनि गर्न सक्नुहुन्थ्यो तर राम्रो रूपले जसरी एउटा बन्डिङ गरेर वर्षौँदेखि चाहिँ सहयोग कलेक्सन गरेर आपत परेको ठाउँमा अथवा चाहिँ जहाँनिर निडी व्यक्तिहरू हुनुहुन्छ त्यहाँ उहाँहरूको आवश्यकता अनुसारको सहयोग गर्ने जुन एउटा अभियानै लिएर हिँडिराख्नु भएको छ उहाँहरूको लागि एउटा प्रोत्साहन मिलोस् र यो कदम चाहिँ अझै लामो समयसम्म जाओस् भन्ने एउटा मेरो मनसायले पनि यो भिडियो तपाईँहरू माझमा सम्प्रेषण गर्दैछु यो कुरा गर्दाखेरि यो आइटिटिएम ग्रुप जसले चाहिँ टिकटकबाट उहाँहरू कनेक्ट भएर यो ग्रुपले चाहिँ फन्डिङहरू कलेक्सन गर्नुहुन्छ र जहाँ आवश्यक परेको छ केही समय अगाडि जाडोको बेलामा उहाँहरूले ब्यागहरू न्यानो कपडाहरू स्कुलमा वितरण गर्नुभएको थियो होइन र त्यस्तै गरेर अहिले यहाँनिर हाम्रो नरेन्द्र भाइ हुनुहुन्छ जसको चाहिँ
रुखबाट लडेर धेरै अगाडि हामीले यो लकडाउनमा पनि उहाँको भिडियो राखेको थियौँ। त्यो बेलामा एकदमै गाह्रो अवस्थामा हुनुहुन्थ्यो होइन। रुखबाट लडेर चाहिँ उहाँको अपरेसन गराउन नसकिसकेपछि उहाँ एकदमै त्यो कामी राख्ने अवस्थामा हामीले भेटाएको थियौँ। उहाँको स्टिल पनि अहिले पनि त्यस्तै छ, तर त्यो बेलाभन्दा चाहिँ धेरै नै सुधार भइसकिसकेको छ, तर अझै कम्प्लिटली ठिक भएको छैन। र उहाँको लागि भनेर उहाँहरूले धेरै अगाडिदेखि एउटा अभियान चलाएर अहिले टोटल 3,05,101 रुपियाँ यो चाहिँ आइटिटिएम ग्रुपबाट, र त्यस्तै गरेर टिकटकमै एउटा अर्को ग्रुप पनि रहेछ। अहिले भर्खरै मैले इन्फर्मेसन पाएअनुसार घुमन्ते ग्रुप, नाम सुन्दा चाहिँ एकदमै फन्नी लाग्ला तर काम चाहिँ एकदमै राम्रो गरिरहेको छ है। घुमन्ते ग्रुपबाट पनि 1 लाख रुपियाँ होइन, 1,24,000 ओके 1,24,000 रुपियाँ रकम आएको छ भनिसकिसकेपछि यस्तो राम्रो काम तपाईँहरूसँग वाइ नट मैले किन नराख्ने भनेर पनि म तपाईँहरूसँग सेयर गर्दैछु। सो यसले चाहिँ एउटा पोजिटिभ मेसेज पनि जाओस् र जसले यसरी खटेर काम गरिराख्नु भएको छ उहाँहरूलाई एक किसिमको ऊर्जा पनि मिलोस् र भगवान्ले ब्लेसिङ पनि दिनुहोस् भन्ने म चाहन्छु। अब चाहिँ यो पहिला म रकम हस्तान्तरण गर्न लगाउँछु, उहाँहरू हुनुहुन्छ होइन, टिमबाट आउनु भएको छ। अनि सुरुमा कनेक्ट हुने चाहिँ मिस्टर प्रधान हुनुहुन्छ, उहाँ बाहिरै हुनुहुन्छ अहिले पनि होइन। अघि भर्खरै लाइभमा थोरै कुराकानी चाहिँ गरेको थिएँ। सो उहाँहरूलाई नै प्रतिनिधित्व गरेर उहाँहरूकै ग्रुपको मेम्बरहरू आउनु भएको छ। सो यो रकम पहिला हस्तान्तरण गर्नेछौँ अनि थोरै उहाँहरूसँग जोडिनेछौँ। ओके, सर्वप्रथम सबैजनालाई दर्शक नमस्ते। हाम्रो म चाहिँ सुमित्रा ढका। हाम्रो यो चाहिँ हाम्रो आइटिटिएम ग्रुप अनि प्लस हाम्रो घुमन्ते ग्रुपबाट पनि हो यो। अनि घुमन्ते ग्रुपको चाहिँ अन्य साथीहरूले पनि हेल्प गरिराख्नु भएको छ। उहाँहरूलाई पनि उहाँको ग्रुप मात्र नभएर होइन अरू अन्य साथीहरूले पनि हेल्प गरिराख्नु भएको छ भन्ने हुन्थ्यो उहाँले होइन। उहाँहरू पनि सबैजना बाहिरै हुनुहुन्छ, उहाँहरूको बाहिर हुनुको कारणले गर्दाखेरि चाहिँ उहाँ आउनु सक्नु भएन। हाम्रो पनि हाम्रो चाहिँ यहाँनिर साथीहरू भएर हामी आएको छौँ। उहाँको पनि ग्रुपबाट पनि आउनु भएको छ। ओके ठिक छ। मेरो नाम देवगिरी हो। म आइटिटिएम ग्रुपको तर्फबाट एज ए रिप्रेजेन्टेटिभ यहाँ आएको मिस्टर प्रधानको थ्रुबाट। म मिस्टर प्रधानसँग कनेक्टेड छु लगभग 2 वर्ष भइसकेको छ। म कहिले पनि फ्रन्ट क्यामेरा आउँदिनँ, आज यो भाइको लागि मात्रै आएको। ठिक छ, एकदम राम्रो। हाम्रो ग्रुपको तर्फबाट भाइलाई एउटा मायाको चिन्ह एउटा सर्टिफिकेट आइटिटिएमको ग्रुपको तर्फबाट यो मायाको चिन्ह भाइलाई। आइटिटिएम ग्रुप अब तपाईँलाई थाहै होला, हामी देश विदेशबाट दाजुभाइहरू सबैले हामीलाई हेल्प गरिरहनु भएछ। अल ओभर द वर्ल्ड हामीलाई हेल्प गर्नुभएछ। त्यो नो म्याटर कहीँ पानी परिरहेछ, कहीँ गर्मी छ, कहीँ जाडो छ, कहीँ के भए जस्तो हालतमा भए पनि हाम्रो एउटा टिकटक लाइभको थ्रुबाट एउटा फन्ड रेज हामीले च्यारिटी इभेन्ट बनाएको थियो। अनि त्यही च्यारिटी इभेन्टको थ्रुबाट हामीले पैसा आज उहाँलाई ह्यान्डओभर गरेको। अनि हामी आशा गर्छौँ कि त्यो पैसा सही ठाउँमा सही सदुपयोग होस् अनि उहाँ छिटै निको होस् उहाँको अपरेसन, यही भनेर म गर्छु।